One, go. एउटा हातले मात्रै दिएर हुन्छ दुईजना भएपछि त आम्मामा सुइछ मैले तिमीहरूको आजको भ्लग बनाइन्छ है सुटिङको भ्लग हो तिमीहरूलाई आमै कस्तो राम्रो देखेको बोक 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 यो ब्याग त बेहुलाले सुहाउँथ्यो नि है अनि बोल्नु थियो त्यसलाई सुहाएन म्यान है फर्स्ट टाइम अहिले क्यामेराम्यानहरू चाहिँ त्यता मिची छिर्दैछौँ पहिले भन्दा नि कस्तो कस्तो लागिरहेछ तँलाई भन् यो बेहुलाजी हेर नि त्यहाँ मक्ख परेर फुल दिएर यसरी दिएर फोटो खिच्नु मलाई त ट्याक्सीले लास्टै तर राम्रो यता डक्क फुलहरू हेर्नु कस्तो राम्रो प्लेजरले वा भएर यहाँ चाहिँ मान्छे चाहिँ कहिले नपुग्ने भने यता हेर्नु अब चाहिँ कम्प्लिटली तेरो लुक्स पुरा भयो हौ त यतिकै नाटक नगरी त्यहाँ राम्रो पोज सोच्दै हावा कुरा नगरिकन चुपचाप लाएर कस्तो राम्रो के अब सुरु सुरु भयो फोटो सेसन पोज सिकाउ तिमी पोज गर्दै त्यो आउनु Yes, yes. लास्टमा स्मेल नगर्नु भन्ने आउँछ बुढो Ready? Okay, 3, 2, 1, go.
हेर्नु भएन हात उल्टो प्रिन्ट नगर्दा नि हुन्छ के गर्छस् रे एकैचोटि खाली हाल्नु गरिहाल्नु एउटा हातले मात्रै दिएर हुन्छ हेर्नु हतारिएको छिटो 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 खतरा आफै भित्रभित्र गुनगुनाउँदै गर्ने क्या फिल राख्नु त हात माथि राख्नु त एकचोटि राख्नु त पुरै माथि राखेर हल्लाउने हो ल ओके है 1 गो बेहुला फेरि मक्खै छ सुइजा राम्रो गरिरहेको छैन यसले आमामा बेहुला हिँडेको फेरि के रे सुइजा ए के दिने त पनि घर गएर रे यस्तो खुसी हेर्नु अगाडि पनि घुमाए घुम्छ तिलरी सिलरी मान्छेलाई घुमाएर त पट्याएको हो नि बिचरीलाई मेरो मान्छेलाई ओइ यता हेर तेरो तैल
आएको भएर कि क्या यस्तो नत्र अहिले राम्रो राम्रो लिलीवाला यहाँ फुल अझ तिमीलाई क्यामेराले पनि पुगेर अझ मलाई खिच्नु लाउँछ कसले हौ मैले नि कहाँ कुर्यो 2 घन्टा 2 घन्टा सियोर कुरेर बसेको 1 बसिएको पुरै के हो त्यही हो नि क्या अब चाहिँ लास्ट भयो दुईजना भएपछि त आमाकै अगाडि दियो त संसारै यहाँ छ ऊ मिलाए कुरा हेर्नु त एकैछिनमा कुरा त मिलाइहाल्छ यस्तो डेन्जर छ मान्छे यता हेर्दा एकचोटि तेरो लुक्स खतरा राम्री यार त राम्रो छैन त्यसलाई राम्री छ भन्नु भने त मात्रै गर्छ त्यो भाइले यहाँ करायो हिँडेन हामीलाई कराएर अब हामी पनि बाटो लाग्यौँ है त बेहुली भन् तँलाई कस्तो भयो आज राम्रो भइरहेको राम्री बनाएपछि राम्रो हुन्छ अरू पनि भन् बेहुलालाई भारी बोकाएर लास्ट चान्स यो त भिडियो हो है यो फुच्चे चाहिँ को रहेछ खास
दुईजना पछि आइरहेछ अब दुईजनाको सुट पनि सक्यो अनि त्यसपछि अब हामी निस्किने के मक्ख भरेर आइरह ए नक्कल पनि गाह्रो भएको छैन नि भोक लागेको छैन नि यसले भात खाएको कति थाहा छ यसको ज्यान हेरेर पनि थाहा हुन्छ तर कति खान्छ भनेर मान्छेको लुगा मात्रै हिँडिरहेछ यार गाइज फाइनली हाम्रो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद गाइज